स्टिल एन्ड टिम्बर स्ट्रक्चर सब्जेक्टको 2081 2 को बीमा सोधेको क्वेसन रहेको छ। क्वेसन छ क्याल्कुलेट बोल्ड भ्यालु फर दि फलोइङ कनेक्सन भनेको छ। हामीलाई पिच भनेको 60 mm दिएको छ, इन डिस्टेन्स भनेको हाम्रो 35 mm दिएको छ र के भनेको छ युज M20 बोल्ड भनेको छ र हाम्रो क्वेसनमा फिगर दिएको छ। हामीले फिगरमा हेर्यौँ भने हाम्रो दुईवटा प्लेट छ। एउटा प्लेट भनेको हाम्रो 16 mm थिकनेसको छ, अर्को प्लेट भनेको हाम्रो के छ 12 mm थिकनेसको छ। यो दुईटाले चाहिँ के गरेको छ भन्दाखेरि हाम्रो बिचमा एउटा हाम्रो M20 बोल्डले चाहिँ कनेक्ट गरेको छ। यो भनेको हाम्रो के भयो M20 बोल्ड भयो। अब हामीले हेर्यौँ भने यो भनेको हाम्रो के हो ल्याब जोइन्ट हो। ठीक छ, एउटा भनेको हाम्रो ल्याब जोइन्ट हुन्छ, अर्को भनेको हाम्रो के हुन्छ बड जोइन्ट हुन्छ। अब ल्याब जोइन्ट र बड जोइन्ट भनेको के हो यसको बारेमा मैले पहिले स्टिलको जुन हाम्रो प्लेलिस्ट छ त्यहाँ तपाईँले चेक गरेर हेर्न सक्नुहुन्छ। सिम्पली हाम्रो बड जोइन्ट भनेको के हो भन्दाखेरि यदि हाम्रो दुईवटा प्लेटलाई चाहिँ हामीले ओभरल्याप नगरिकन यसरी हामीले कुनै एउटा कभर प्रोभाइड गरेर एउटा वा दुईवटा कभर प्रोभाइड गरेर चाहिँ यसरी हामीले अब रिबेटिङ गरेर कनेक्सन गर्छौँ नि भनेको के भन्दाखेरि बड जोइन्ट हो। ठीक छ, यसको बारेमा हाम्रो पुरै प्लेलिस्ट छ, त्यहाँ चेकआउट गर्नु होला। तर सिटिभिटीमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि हामीलाई IS 800 1984 चाहिँ फलो गर्न दिँदैन। हाम्रो जुन हाम्रो ब्याचलरवाला स्टिल थियो त्यसमा हामीले IS 800 1984 फलो गरेर हामीले न्युमेरिकल सल्भ गर्थ्यौँ होइन, बोल्ड भ्यालु निकाल्थ्यौँ। तर यसमा चाहिँ हामीले गर्नुपर्छ भन्दाखेरि IS 800 2007 चाहिँ हामीले फलो गर्नुपर्छ। सो यही अनुसार चाहिँ म आज चाहिँ प्रब्लम चाहिँ सल्भ गर्छु। अब यसको सोलुसनमा हामीले गिभन हेऱ्यौँ भने पिच भनेको 60 mm दिएको छ, इन डिस्टेन्स ई भनेको दिएको छ 35 mm चाहिँ दिइरहेको छ र हामीले M20 बोल्ड दियो। सो M20 बोल्ड दियो भने चाहिँ हाम्रो के हुने भयो भन्दाखेरि M20 भनेको छ। सो M20 भनेको अर्थ के हो भन्दाखेरि हाम्रो जुन यो बोल्ड छ यो बोल्डको डायमिटर भनेको कति हुने भन्दाखेरि नोमिनल डायमिटर भनेको चाहिँ कति हुने भयो हाम्रो D भनेको चाहिँ 20 mm हुने भयो। त्यस्तै मैले अब डायमिटर अफ द होल निकाल्यो भने D नेट भनेको के हुन्छ भन्दाखेरि यो भनेको 20 + 2 भनेको 22 mm हुन्छ। यसको बारेमा हामीलाई IS 800 2007 को चाहिँ पेज नम्बर 73 मा दिइरहेको छ। तपाईँलाई पेज नम्बर 73 मा हेर्नुभयो भने तपाईँले IS 800 2007 को पेज नम्बर 73 मा हेर्नुभयो भने टेबल नम्बर 19 मा चाहिँ हामीलाई साइज अफ द होल चाहिँ दिइरहेको छ। सो हाम्रो नोमिनल साइज अनुसार चाहिँ हाम्रो साइज अफ द होल चाहिँ हामीले कति इन्क्रिज गर्ने भन्ने कुरा यहाँ दिइरहेको छ। यदि तपाईँको नोमिनल डायमिटर अफ द बोल्ड चाहिँ 12 देखि 14 mm सम्म छ भने तपाईँले 1 mm इन्क्रिज गर्नुपर्छ, 16 देखि 22 mm सम्म छ भने तपाईँले 2 mm इन्क्रिज गर्नुपर्छ, त्यस्तै 24 mm सम्म छ भने तपाईँले 2 mm इन्क्रिज गर्नुपर्छ र यदि हाम्रो 24 mm भन्दा ठुलो डायमिटर छ तपाईँले कति इन्क्रिज गर्नुपर्छ भन्दाखेरि 3 चाहिँ इन्क्रिज गर्नुपर्छ। सो यो भनेको चाहिँ हाम्रो के भयो भन्दाखेरि हाम्रो साइज अफ द होल भयो। सो हाम्रो केसमा कति छ, हाम्रो केसमा भनेको 20 छ, 20 भनेको 16 देखि 22 को बिचमा पर्यो। सो हामीले कति इन्क्रिज गर्नु पर्यो भन्दाखेरि अब हामीले 2 चाहिँ इन्क्रिज गर्नु पर्यो। साइज अफ द होल भने हाम्रो कति हुने भयो 20 + 2 गरेर हाम्रो 22 mm चाहिँ हुने भयो। हाम्रो नोमिनल डायमिटर भनेको कति भयो, सो हाम्रो डायमिटर अफ द होल भनेको भयो भन्दाखेरि हामी डिनोट गर्छौँ। यो भनेको हाम्रो 20 + 2 भनेको कति भयो 22 mm भयो। अब क्वेसनमा हामीलाई बोल्डको ग्रेड दिएको छैन। सो बोल्डमा युजलको स्टिलको ग्रेड नदियो भने हामी के गर्छौँ भन्दाखेरि ग्रेड एज्युम गर्छौँ। अब ग्रेड भनेको चाहिँ तपाईँले 4.6 पनि मान्न सक्नुहुन्छ, 5.6 पनि मान्न सक्नुहुन्छ र हाम्रो ग्रेडको अनुसार चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि हाम्रो FABU र FYB को भ्यालु चाहिँ फरक हुन्छ। सो मैले 4.6 ग्रेड माने भने हाम्रो अल्टिमेट टेन्साइल स्ट्रेन्थ अफ बोल्ड FUB भनेको कति हुन्छ भन्दाखेरि यो भनेको चाहिँ हाम्रो अगाडिको भ्यालु इन्टु 100 गर्ने त। सो 4 इन्टु कति हुने भयो भन्दाखेरि हाम्रो 100 हुने भयो। सो अनि हाम्रो कति आयो 400 Nm/m²। याद गर्नु होला अगाडिको भ्यालु इन्टु के गर्ने भन्दाखेरि 100 गर्ने भनेको हाम्रो कति आयो 400 Nm/m² आयो। त्यस्तै अर्को भनेको हाम्रो एल स्ट्रेन्थ अफ बोल्ड यसलाई हामी FYB भन्छ। यो हामीलाई चाहिँदैन न्युमेरिकलमा भए पनि निकालेर हो। यो निकाल्ने तरिका के भन्दाखेरि हाम्रो पछाडिको भ्यालु भनेको 0.6 हो, पछाडिको भ्यालु भनेको 0.6 इन्टु FUB गरिदिने भनेको हाम्रो 400 गऱ्यो भने कति आउँछ भन्दाखेरि भनेको हाम्रो यो भनेको हाम्रो कति आउँछ भन्दाखेरि 240 Nm/m² आउँछ। क्वेसनमा हामीलाई स्टिल ग्रेड पनि दिएको छैन। सो हामी के गर्छौँ भन्दाखेरि FE 410 एज्युम गर्छौँ। सो आफै हामीले 410 एज्युम गऱ्यौँ भने हाम्रो अल्टिमेट टेन्साइल स्ट्रेन्थ अफ प्लेट FU भनेको कति हुन्छ भने हाम्रो 410 Nm/m² चाहिँ हुन्छ। अब क्वेसनले हामीलाई बोल्ड भ्यालु निकाल भनेको छ। सो बोल्ड भ्यालु भनेको के हो भन्दाखेरि हामी के गर्छौँ भन्दाखेरि हामी सियरिङ स्ट्रेन्थ निकाल्दिन्छौँ, सियरिङ स्ट्रेन्थ निकाल्छौँ। अर्को भनेको हाम्रो बियरिङ स्ट्रेन्थ निकाल्छौँ। कोडबाट सियरिङ स्ट्रेन्थ र बियरिङ स्ट्रेन्थ निकाल्छौँ। यही दुईटाको मिनिमम भ्यालु भनेको हाम्रो के भन्दाखेरि बोल्ड भ्यालु हो। सो बोल्ड भ्यालु भनेको सिम्पली के भन्दाखेरि सुरुमा हामी सियरिङ क्यापेसिटी अफ दि बोल्ट निकाल्छौँ, त्यसपछि हामी बियरिङ क्यापेसिटी अफ दि बोल्ट निकाल्छौँ र यो दुईटाको मिनिमम भ्यालु भनेको हाम्रो के हुन्छ भन्दाखेरि बोल्ड भ्यालु हुन्छ। सुरुमा हामी के निकाल्नु भन्दाखेरि सियरिङ क्यापेसिटी अफ दि बोल्ट निकालौँ। अब पेज नम्बर 75 क्लज नम्बर 10.3.3 मा हेर्नुभयो भने हामीलाई कसरी हामी सियरिङ क्यापेसिटी अफ बोल्ट निकाल्ने भनेर फर्मुला दिएको छ। अब तपाईँले IS 800 2007 को पेज नम्बर 75 क्लज नम्बर 10.3.3 मा हेर्नुभयो भने यहाँ हाम्रो सियर क्यापेसिटी अफ द बोल्ट भनेको छ। सियर क्यापेसिटी अफ द बोल्ट भनेको कति हुन्छ भने हाम्रो VDSP भनेको VNSP अपन गामा एमपी हुन्छ, जहाँ VNSP भनेको के भन्दाखेरि नोमिनल सियर क्यापेसिटी अफ द बोल्ट हो र क्याल्कुलेट फर्मुला के छ भन्दाखेरि FE/√3 NN ANB + NS *
एएसबी छ, जहाँ एफई भनेको अल्टिमेट टेन्साइल स्ट्रेन्थ अफ द बोल्ट भयो, जुन भनेको हामीले कति एज्युम गरेको थियो, एफई 410 एज्युम गरेको थियौँ, सो हामीले 410 न्युटन पर एम स्क्वायर भयो। एनएन भनेको नम्बर अफ सियर प्लेन विथ थ्रेड इन्टरसेप्टिङ दि सियर प्लेन भयो। अर्को एनएस भनेको नम्बर अफ सियर प्लेन विथआउट थ्रेड इन्टरसेप्टिङ दि सियर प्लेन भयो। एएसपी भनेको नोमिनल प्लेन स्याङ्क एरिया अफ द बोल्ट भयो र एएनबी भनेको के भयो भन्दाखेरि हाम्रो नेट सियर एरिया अफ द बोल्ट एट द थ्रेड भयो। अब हामीले फर्स्टमा के गर्छौँ भन्दाखेरि हाम्रो भिएनएसपीको भ्यालु चाहिँ निकाल्छौँ। सो हामीले कोडबाट हेऱ्यो भने कोडबाट हेर्दाखेरि हाम्रो सियरिङ क्यापेसिटी बोल्ट भनेको भिडिएसएच भनेको के हुँदो रहेछ, हाम्रो भिएनएसपी अपन गामा एमबी हुँदो रहेछ। भिएनएसपी भनेको फेरि हाम्रो के भन्दाखेरि एफई अपन रुट 3 एनएन एएनबी प्लस एनएस इन्टु एएसपी हो अपन गामा एमबी छँदैछ। अब फर्स्टमा हामीले के निकाल्नु पऱ्यो भन्दाखेरि एनएन आएन एनएसको भ्यालु चाहिँ निकाल्नु पऱ्यो। अब एनएन र एनएसको भ्यालु निकाल्नको लागि हामीले दुईवटा कन्डिसन मिल्नुपर्छ। एउटा कन्डिसन भनेको हाम्रो के हुन्छ भन्दाखेरि थ्रेड लाइज इन सियर प्लेन हुन्छ, अर्को भनेको हाम्रो के हुन्छ थ्रेड डज नट लाइज इन सियर प्लेन। यदि हामीले एजुम गर्ने क्वेसनमा हामीलाई कन्डिसन दिएको हुँदैन, दिएको छ भने त ठिक छ, दिएको छ भने हामीले यही भ्यालु युज गर्दा भयो, दिएन भने हामीले एउटा एजुम गरिदिने। सो हामीले थ्रेड लाइज इन सियर प्लेन एजुम गऱ्यौँ भने हाम्रो एनएनको भ्यालु भनेको 1 हुन्छ, एनएसको भ्यालु भनेको 0 हुन्छ। यदि हाम्रो थ्रेड डजन्ट लाइज इन सियर प्लेन हामीले एजुम गऱ्यौँ भने एनएन भनेको 0 हुन्छ र एनएस भनेको चाहिँ हामीले कति हुन्छ भन्दाखेरि 1 हुन्छ। तपाईँले याद गर्नु पऱ्यो। जनरली हामी के गर्छौँ भन्दाखेरि क्वेसनमा केही भनेन भने हामी थ्रेड लाइज इन सियर प्लेन भनेर एजुम गरिदिन्छौँ, एनएन भनेको हामी 1 राखिदिन्छौँ, एनएस भनेको हामी 0 राखेर चाहिँ गरिदिन्छौँ। यो भनेको हाम्रो ल्याब जोइन्टको केसमा है त, ठिक छ। सो ल्याब जोइन्टको केसमा हामी यो गरेर चाहिँ सल्भ गर्ने गर्छौँ। सो अहिले हामीले के एजुम गऱ्यौँ भन्दाखेरि थ्रेड लाइज इन सियर प्लेन एजुम गऱ्यौँ। सो हाम्रो एनएन भनेको 1 भयो र एनएस भनेको हाम्रो कति भयो 0 भयो। सो मैले एजुम थ्रेड लाइज इन सियर प्लेन भने, सो एनएन भनेको 1 भयो, एनएस भनेको 0 भयो। अब मैले एएसपी निकालेँ भने एएसपी भनेको हाम्रो के हो नोमिनल प्लेन स्याङ्क एरिया अफ दि बोल्ट हो, भनेको हाम्रो के भन्दाखेरि सिम्पली बोल्टको एरिया हो। सो बोल्टको पनि नोमिनल एरिया निकाल्यो भने हाम्रो के भन्दाखेरि बोल्टको डायमिटर भनेको हाम्रो 20 mm देखायो। सो भनेको हाम्रो के भन्नु भन्दाखेरि π/4 * 20 को स्क्वायर भनेको हाम्रो कति आयो 314.15 mm स्क्वायर चाहिँ आयो। अब एएनबी निकालौँ। एएनबी भनेको के भन्दाखेरि यो भनेको हाम्रो नेट सियर एरिया अफ द बोल्ट थ्रेड हो। सो भनेको हाम्रो जहिले पनि के हुन्छ भन्दाखेरि याद गर्नु होला 78% अफ द एएसपी हुन्छ, भनेको हाम्रो कति भयो 0.7 * 314.15 चाहिँ हुने भयो, भनेको हाम्रो कति आयो 245.04 mm स्क्वायर चाहिँ आयो। सो यो भ्यालु चाहिँ याद गर्नु होला त। एउटा भनेको यो याद गर्नु, ठिक छ। क्वेसनमा केही भन्यो भने सिम्पली थ्रेड लाइज इन सियर प्लेन भनेर एजुम गरिदिनु, एनएन भनेको 1 हुनु भयो, एनएस भनेको 0 हुने भयो। र एएनबी निकाल्दा चाहिँ हामी के गर्छौँ भन्दाखेरि एएसपीको चाहिँ 78% चाहिँ लिने गर्छौँ, जुन भनेको हाम्रो 0.7 * एएसपी चाहिँ हुने भयो। अब हामी निकालौँ गामा एमबी। गामा एमबीको लागि चाहिँ तपाईँले चाहिँ आइएस 800/2007 को पेज नम्बर 30 टेबल नम्बर 5 मा चाहिँ हेर्नुपर्ने हुन्छ। तपाईँले पेज नम्बर 30 टेबल नम्बर 5 मा हेर्नुभयो भने हामीलाई पार्शियल सेफ्टी फ्याक्टर फर मेटेरियल भनेर दिइरहेको छ। हामीले गामा एमबीको भ्यालु यहाँ हेऱ्यौँ भने यसको भ्यालु भनेको कति छ भन्दाखेरि हाम्रो 1.25 छ। हामीले युज गर्ने सफ्ट एप्लिकेसन है, भनेको हाम्रो कति छ भन्दाखेरि 1.25 छ। सो कोडबाट हेर्दाखेरि हाम्रो गामा एमबीको भ्यालु कति भयो 1.25 भयो। सो मैले अब भिडिएसपी निकालेँ भने भनेको हाम्रो कति हुनु भयो भन्दाखेरि 410/√3 1 * 245.04 प्लस हाम्रो 0 हुनु भयो अपन 1.25 भने हाम्रो कति आयो भन्दाखेरि हाम्रो 48005.24 न्युटनमा आयो हैन, बाई भनेको हाम्रो कति आयो भन्दाखेरि 48005.24 बाई 1.25 भनेको हाम्रो कति आयो 46404.19 न्युटनमा आयो। त्यसो मैले किलोमिटरमा चेन्ज गर्दा हाम्रो कति आयो भन्दाखेरि 46.404 किलोमिटर चाहिँ आयो। सो हाम्रो सियरिङ क्यापेसिटी अफ द बोल्ट भनेको कति रहेछ भन्दाखेरि हाम्रो 46.404 किलोन्युटन चाहिँ रहेछ। अब फेरि हामीले के निकाल्नु पऱ्यो बियरिङ क्यापेसिटी अफ द बोल्ट चाहिँ निकाल्नु पऱ्यो। अब बियरिङ क्यापेसिटी बोल्ट निकाल्दा तपाईँले पेज नम्बर 75 में क्लज नम्बर 10.3.4 मा चाहिँ हेर्नुपर्ने हुन्छ। सो हामीले यतापट्टि हेऱ्यौँ भने हामीले 10.3.4 मा चाहिँ बियरिङ क्यापेसिटी अफ द बोल्ट भनेर दिएको छ। सो हाम्रो बीडीपीबी हेऱ्यौँ भने यो भनेको के हुँदो रहेछ भन्दाखेरि बीएनपीबी अपन गामा एमबी हुँदो रहेछ, जहाँ हाम्रो बीएनपीबी भनेको के हो भन्दाखेरि नोमिनल बियरिङ स्ट्रेन्थ अफ द बोल्ट हो र यो निकाल्ने फर्मुला भनेको के हुन्छ 2.5 kb DTFE हुन्छ, ठिक छ। र अब हाम्रो केबी भनेको के हुँदो रहेछ भन्दाखेरि केबी इज स्मलर अफ के हुँदो रहेछ, एउटा भनेको E/3D नट निकाल्नु पऱ्यो, अर्को भनेको P/3D नट माइनस 0.25 निकाल्नु पऱ्यो, अर्को भनेको FUB अपन FU निकाल्नु पऱ्यो वा 1। यो अब चारवटा मध्ये जुन चाहिँ मिनिमम भ्यालु आउँछ त्यही भनेको हाम्रो के हुनु भयो केबी चाहिँ हुने भयो, ठिक छ। जहाँ E भनेको हाम्रो इन डिस्टेन्स भयो, P भनेको हाम्रो पिच भयो, D नट भनेको हाम्रो के भयो डायमिटर अफ द होल भयो, र हाम्रो FUB र FU चाहिँ हामीले अलरेडी निकालिसक्यौँ। अब अहिलेको क्वेसनमा त हामीलाई E पनि दिएको छ, P पनि दिएको छ, केही प्रब्लम भएन। तर हाम्रो धेरै क्वेसनमा चाहिँ E र P को भ्यालु दिएको हुन्न। यदि हाम्रो इन डिस्टेन्स दिएको छैन भने इन डिस्टेन्स चाहिँ हाम्रो के हुनुपर्छ भन्दाखेरि सुड नट बी लेस देन 1.7 D नट हुनुपर्छ। क्वेसनमा दिएन भने के हेर्नु पर्यो भन्दाखेरि हाम्रो E को भ्यालु चाहिँ हामी कति एजुम गर्ने भन्दाखेरि 1.7 D नट एजुम गरिदिने, भनेको हाम्रो कति भयो 1.7 इन्टु D नट भनेको हाम्रो इफेक्टिभ डायमिटर भनेको डायमिटर अफ द होल भनेको 22 यो एजुम गरिदिने। यदि हाम्रो क्वेसनमा पिच दिएन भने चाहिँ पिच पनि सुड नट बी लेस देन हाम्रो 2.5 टाइम D भनेको हाम्रो कति एजुम गर्ने भने दिएन भने चाहिँ 2.5 इन्टु D भनेको हाम्रो
नोमिनल डायमिटर भनेको 20 यो चाहिँ हामीले के भन्दाखेरि एजुम गर्ने ठीक छ अहिले क्वेसनमा दिएको छ हामी त्यही युज गर्छौँ दिएन भने तपाईले यो एजुम चाहिँ गर्नु होला सो मैले फर्स्टमा e/3d नट निकाले भने सो मैले फर्स्टमा e/3d नट निकाले भने यो हाम्रो दिनमा 35/3 * 22 यो भनेको हाम्रो 0.53 आयो त्यस्तै मैले p/3d नट - 0.25 निकाले भने 60/3 * 22 - 0.25 भनेको हाम्रो त्यहाँ 0.65 आयो त्यस्तै मैले fub/fe निकाले भने यो भनेको त्यहाँ भन्दाखेरि 400/410 भनेको हाम्रो त्यहाँ 0.975 आयो र अर्को भ्यालु भनेको हाम्रो 1 छ यो सबै मध्ये चारवटा मध्ये स्मलर भनेको हाम्रो त्यहाँ 0.53 आयो सो हाम्रो लागि के भयो भन्दाखेरि हाम्रो केबी को भ्यालु भनेको के भयो केबी को भ्यालु भनेको 0.53 भयो सो केबी को भ्यालु भनेको 0.53 भयो अब बियरिङ क्यापेसिटी अफ दी बोल्ट हेर्यौं भने यो भनेको VDPB हेर्यौं भने यो भनेको हाम्रो यो VNPB अपन गामा MB सो भनेको हाम्रो 2.5 केबी DT FU अपन गामा MB चाहिँ हुने भयो सो 2.5 * 0.53 * D भनेको हाम्रो नोमिनल डायमिटर 20 दिएको छ बोल्ट को T भनेको हाम्रो थिकनेस हो ठीक छ सो हाम्रो प्लेट को थिकनेस दुईटा हो एउटा भनेको 16 mm छ र एउटा भनेको 12 mm छ याद गर्नु होला सो हामीले युज गर्ने भनेको जहिले पनि मिनिमम हो सो हाम्रो T मिनिमम भनेको दियो 12 mm हो नि त सो 12 mm भएर हामी के गर्छौं भन्दाखेरि अहिले 12 mm युज गर्छौं सो 12 * को दिनमा हाम्रो 410/1.25 सो हामीले सल्भ गर्यौं भनेको त्यहाँ 104304 न्युटन आयो भनेको हाम्रो 104.304 किलोन्युटन चाहिँ आयो अब हामीले हेर्यौं भने हाम्रो सियरिङ को भ्यालु भनेको हाम्रो 46.404 आएको थियो किलोन्युटनमा र हाम्रो बियरिङ को भ्यालु भनेको त्यहाँ 104.304 किलोन्युटन आयो सो यो दुईटा मध्ये मिनिमम भने हाम्रो त्यहाँ भन्दाखेरि हाम्रो 46.404 किलोन्युटन आयो नि त सो हाम्रो लागि बोल्ट भ्यालु भनेको के भयो भन्दाखेरि हाम्रो 46.404 किलोन्युटन चाहिँ भयो सो यसरी हामी प्रब्लम चाहिँ सल्भ गर्छौं